हजुरको त्यो के अरे अब पहिलाको यो चाहिँ हामीले खासै के भनेर राख्न आँटेको भने उहिलेको कुरा भनेर के उहिलेको कुराहरू त धेरै छ नि त होइन उहिलेको कुराहरू जस्तो कथाहरूदेखि लिएर दाइको अब त्यो उहिले अब जमानामा के गर्नुभयो होइन सानोदेखिको त्यो एकचोटि सरै भन्नु त्यो त हजुरको त ठ्याक्कै त्यो मन्सी चौतारै होइन चुम्बाङ त्यही त नि के अरे त्यही त मन्सी चौतारै घरै त्यही हो नि त हजुरको त्यो कुथुमी नरबहादुर हजुर त्यही त मन्सी भनेको चाहिँ बाजे हजुर हजुर त्यही भएर मन्सी चौतारा नामै राख्यो नि त्यहाँ अहिले त ऊ पनि होला होइन शालिग पनि बनाउनु भएको छ होला बुवाको बुवाको स्ट्याचु छ हजुर स्कुल कलेज भइसक्यो मेरो काका पनि त्यहीँ पढ्नु भएको हो नि सुरुमा पढेको भनेको त्यो कहरे भन्ने डाँडा थियो हतली काल्छा भनेको घरमा त्यहाँबाट पातलेको कुरो काटेर ल्याएर गाडेर त्यसको सारी बसेर कफ पढेको त्यहाँबाट सिकेपछि पछि अनि हामी आफैले डल्ला बोकेर स्कुल बनायौँ एउटै पुरै त्यसैमा सबै खाएर सानैदेखि एकदम कलाकारको त ऊ नै हुनुहुन्थ्यो होला दाजु त्यहाँ त्यही त अब म कस्तो थिएँ स्वयंसेवक सेवक पनि होइन सेवक पनि सामाजिक काम पनि अगाडि कस्तो थिएँ भन्नु छ भने अब त्यो भित्ता सफा देख्नु नहुने त्यहाँ चित्र कोरिया अँगारले हजुर धेरै जस्तो त्यतिखेर अब अहिले अलिकति म भन्नु त म के भन्ने र तर धार्मिक प्रवृत्तिको भएको हुनाले कारण कृष्णको यो फोटोहरू बेसी बनाउँथ्यो शिवजीको फोटोहरू बेसी बनाउँथ्यो अनि त्यसको अटाउने चाहिँ बुवाले अब त्यो भित्ता फोहोर गर भनेर काँचो मकाको ढोल्यो हिर्काउनु पो भयो अनि त्यसपछि फेरि त्यो पछिको सिम्टम्स रहेछ तपाईँको लक्षण जस्तो गाइने हुने त्यो केराको थाम हुन्छ नि केराको थाममा चक्कुल गर्दाको टुप्पोले यसो उतार्यो तेम्बङ जस्तै तल पनि उतार्यो अनि बिचमा काठको ठेडी यसरी राख्यो अनि बजाएर बसिरहने अलिअलि आवाज आउँथ्यो बजाएर बसिरहने पछि हुँदा हुँदै माङदिङ भन्ने मेरो यता भुजुरमा अलिनु पर्छ त्यहाँबाट गाइनेहरू आएको थियो तिनीहरूको सारङ्गी बजाएको एकदम टच गर्यो मलाई अनि त्यो सारङ्गी कसरी बनाउन सकिएला सोधखोज गरेँ के कुन काठको चाहिँ राम्रो हुन्छ के हुन्छ भन्दाखेरि सिलिङ्गेको अथवा खिर्राको राम्रो हुन्छ भने खिर्राको त चोक आउने घाउ हुने अनि सिलिङ्गे भन्ने काठको सारङ्गी बजाएर बनाएर बजाएँ त्यो पनि कति छिटो आयो भने मलाई कसरी आयो थाहा छैन मलाई गोरुको पुच्छरको त्यो रेग्ने बनाएर त्यसरी गरेँ अनि मबाट पछि शम्भु काकाले त्यसरी बिस सालमा 19 सालमा लिएर त्यहीँ सम्बन्धीमा अनि अञ्चलहरूको कम्पिटिसनमा फर्स्ट आर्ट सम्बन्धीमा आर्टिस्ट आर्ट र म्युजिक हजुर साथीहरू सबै यहाँ गणतन्त्र दिवस हुँदाखेरि 14 अञ्चलको कलाकारहरू बोलाउने चलन थियो अनि त्यो ग्रुप लिएर मलाई नै पठाए यहाँ ल्याएर हामीहरूले गोल्ड मेडल जितेर लग्यौँ त्यसमा एलपिजी दाइ पनि हुनुहुन्थ्यो हजुर त्यतिखेर हुँदै गीतान्जली मान्छे पढाइमा त्यति साह्रो ध्यान नदिने हजुर एभरेजमा पास हुने 24 सालमा काठमाडौँमा के गर्नुभयो हामीले
हास्य नाटकमा हेर्नलाई छिरे अब त्यो सम्बन्धित विषयको ठाउँ भयो हजुर अनि त्यहाँको हाकिमले मलाई देखिएको छ ए भाइ तिमी त त्यो विशाल गभर्मेन्टले जिते जाने तिमी पनि होइन हो सर भने अनि के गर्छ त केही पनि गर्दैन अनि जागिर खानु पर्दैन त अब पाएको खानु सक्छ भाइ यो हामीलाई तिमी जस्तो मान्छेले भोलिदेखि आएर अफिस जोइन गरेर भनेछ अच्छा के को नागरिकता न बागरिकता हजुर केही त थिएन होइन 11 वर्ष त्यो 11 वर्ष जागिर खाँदाखेरि सरकारी विदेश गए ए तपाईँको फ्रान्स अन्तर्राष्ट्रिय लोकनृत्य महोत्सव भएको थियो अच्छा त्यसमा अब हजारौँ कलाकार कोही कस्ता कस्ता त्यहाँ प्रतिनिधित्व गरेर आएपछि फेरि अर्कोचोटि 7th एसियन गेम भएको थियो इरानमा अनि त्यहाँ पनि फेरि यो कल्चरको ग्रुप लिडर बनाएर फेरि पठायो मलाई त्यहाँ गएर मिटिङ गरेँ अनि त्यसपछि त म व्यस्त भएँ अनि पछि चाहिँ 2028 सालमा चाहिँ स्टेजमा रसिक र मैले गीत गायन नाचन झिल्के नाचन पैसा देला पाँचजना मार्क गरेछ हामीलाई त थाहा छैन कसैलाई नबस्नु यो लाग्यो यो पार्टीहरू के खुलो खुलो हजुर अनि के हो खासमा भन्दाखेरि यसरी सरकारबाट हुकुम आउँछ आज तपाईँलाई 3 बजेदेखि भित्र पस्यौँ ढोल र हार्मोनियम बोकाइदिउँ अनि बुढो त भोकै गइरहेको छ ए हजुर सय माथा भन्ने अनि यो केटाहरू त तिमीहरू कहाँ नाचहरूको होइन लु 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 अब गीत गाउनुपर्छ मैले वायरलेस माइकको त्यो ब्लुटुथ देखेको त्यो देखाएर ए त्यो भित्र रेडी रहेछ यो टेबल यता साएर अनि गीत गाउनुपर्छ अनि टेबल 2 भाइ गरेर सार्छौँ पढ्नु त्यो के यो केटाहरू बुढोले स्वात्तै सारिदियो भने त्यो टेबल सबै घिसारिदियो अनि भित्र बसेपछि गीत गायो त्यसपछि त सिलसिला सुरु भएको हाम्रो दौरासँग धेरै सम्बन्ध धेरै नै त्यसै सन्दर्भमा नेपालको मेची र महाकाली भएको सबै चोरीको गीत सङ्कलन गाउने बजाउने जुवारी खेल्ने दोहोरी खेल्ने त्यस्तै गरेर यो पछिसम्म रेकर्ड पनि भयो हिट पनि भयो चोरे पनि बेसरी गीत तिनीहरूले चिन्नेले चिन्ने गरे मैले के गरेछु कसो सम्मान नै केही गरेको रहेछ भन्ने त हजुर सम्मान पनि पाउनुभयो त्यसपछि अस्ति भदौ 12 गते चाहिँ राष्ट्रिय पुरस्कार यस्तै चाहिँ जिम्मेवारी भइ चल्दैछ जिन्दगी तर हजुरको त सानैदेखि होइन एकदम त्यो कलाकारिता क्षेत्रमा एकदमै आफै उत्पन्न भएर आइहाल्ने है सानैबाट यो म बाई बर्थमै आर्टिस्ट हो भाइ जस्तो तपाईँ पनि आर्टिस्ट नै हो छुट्टै खालको हुन्छ
जी तपाईँ कहीँ हिँड्दै हुनुहुन्छ कसरी केही भाँडै बज्यो भने त्यसबाट तपाईँले एउटा धुन सुनिसकेको हुन्छ हजुर केही न केही धुन उत्पन्न भइसकेको हुन्छ हजुर बौला टिकिन भन्थे भन्दैन अब अदालतमा मैले कविता पढ्थेँ अनि उठेर लेखेँ हामी त्यस्तै हुन्छौँ कहिले टोइलेटमा आउँदाखेरि म्युजिकको पुरा सेट आइरहेको हुन्छ त्यसै कहिले भात खाँदै गर्दाखेरि कहिले के गर्दाखेरि आफै भित्रै गुन्जिनु सुरु भइहाल्छ होइन हामी छुट्टै खालको हुन्छौँ क्या त्यसमा कतिपय मान्छेले हामीलाई के भन्छन् कसो भन्छन् अब कुनै कुनै कुराले हामीलाई अलिकतिले पनि पिन्च गर्छ हजुर कुनै ठुल्ठुलो कुराले पनि यस्तै हो त्यो चिन्नै सक्दैन क्या मान्छेले मान्छेहरूले हामीलाई चिन्नै सक्दैन गोबर सोधेर घाँस काटेर दाउरा एकचोटि दुईचोटि तिनचोटि कयौँचोटि नचाहिए गोबर छोड्ने हातले विदेश गएर यो बोकेर राख्नु न भाइ हजुर बिस वर्ष जति भयो राजेन्द्रको चाहिँ एउटा गीत सुन्नु पर्ला जस्तो छ गाईको एउटा गीत होइन गरौँ न हाम्रो दाइको क्यामेरा अफ गर्नु पर्ला ब्याट्री पुगिरहेको छ म त के गाउनु सक्दिनँ होला म त नेचुरल